नमस्कार। नमस्ते। मलाई मेरो यो फ्यामिली एउटा सानो युट्युब च्यानलमा तपाईँलाई एकदम स्वागत छ। धन्यवाद। तपाईँले चाहिँ अहिलेसम्मको जिन्दगीको भोगाइहरूमा कतिको खुसी हुनुहुन्छ त? म पहिला कतारमा जाँदाखेरि ठुलो ठुलो बिल्डिङ म देख्थेँ। मेरो के अरे मेरो त एउटा भन्ने घर थिएन, आज एउटा घर भयो। मलाई धेरै वर्ष 20 वर्ष अगाडिको कुरा, 20 वर्ष अगाडिको कुरा। म 1200 पैसा बोकेर म शिलङ गएँ। शिलङ गएर मान्छे चाहिँ शिलङ जाने रहेछ, उसको बसोबास उतै, तर नेपालकै हो, उता शिलङको त्यहाँनिर खसिने बिहा गरेर बसेको रहेछ। अनि त्यो हामीले त्यहाँनिर चाहिँ कति भने अन्डरग्राउन्ड छ त्यहाँनिर। त्यहाँ कोइला भनेको 3-4-5 तालै तल छ। उनीहरूले बक्सको अब त्यतिखेरको चाहिँ एक बक्सको गर्दाखेरि दिनमा हामीले कोही बेला एकजनाले 2 बक्ससम्म पाउँथ्यो। 1.5 बक्स यसरी थियो। उसको के अरे हर्केको बुवा अर्कबहादुर राई भनेको मनिहाङ राई। मनिहाङ बाजे चाहिँ यहाँ खास चाहिँ यहाँ हाम्रो बाजेले चाहिँ त्यो बाउलाई हर्केको बुवा जुन मनिहाङलाई कान्छी चाहिँ बिहा गरे के अरे गराइदिएको माथि गाउँ। त्योले गर्दाखेरि तपाईँ त एक जमानामा लाउर पनि लाग्ने ठुलो भुटुटीका साथ बुवासँग म लेगुङमा पनि पुगिरहेको। त्यहाँनिर पहिला चाहिँ कुरो अनि डक्टरहरू सबैले हाम्रो 3-5वटा डब्बा छ ट्रेनमा जाने, तिमीहरूको पैसा केही पनि लाग्दैन, खानु मात्रै तिमीहरू आफै खाऊ, अनि जानुपर्छ भन्दाखेरि चाहिँ पुग्नुपर्ने दिउँसोखेर बिहानखेर, तर हामी राति मात्रै पुग्यौँ। त्यहाँदेखि भएन, त्यहाँदेखि त्यति